आज हामी कुरा गर्न चाहदैछौँ ज्येष्ठ महिनामा रिलिज भएका चलचित्रहरूको बारेमा। ज्येष्ठ महिनामा मात्रै 8वटा फिल्म रिलिज भएका थिए। कुन हिट कुन फ्लप, हेर्नुहोस् भिडियो रिपोर्ट। नेपाली फिल्म क्षेत्रमा हरेक हप्ता 2 या 3 फिल्म रिलिज हुने परम्परा नै भइसकेको छ। कमै मात्र फिल्मले सोलो रिलिज हुने मौका पाउँदछन्। वर्ष 2073 को जेठ महिनामा पनि यस्तै भयो। ज्येष्ठ 28 मा रिलिज गाजल्लु बाहेक यो महिना कुनै पनि फिल्मले सोलो रिलिजको अवसर पाएनन्। ज्येष्ठ महिनाको पहिलो हप्ता 2वटा फिल्म रिलिज भए, बुद्ध बन इन नेपाल र होमवर्क। आर्यन सिद्धल स्टारर अनि निरज पौडेलको निर्देशनमा बनेको फिल्म होमवर्कले आशातीत बिजनेस गर्न सकेन। निर्माण टिमले भनेको लगानी सार्वजनिक प्रदर्शनबाट उठ्न सकेन। गोपीकृष्ण मुभिजको तर्फबाट बनेको फिल्म गोपीकृष्ण हलमा बाहेक अन्य हलमा दोस्रो हप्तामा मुस्किलले चल्यो। यही कुरा रमेश ढुङ्गानाले बनाएको फिल्म बुद्ध बन इन नेपालमा पनि लागू भयो। फिल्म होमवर्क जति पनि चलेन यो फिल्म। राष्ट्रियताको मुद्दा उठाएको फिल्म समाचारमा निकै हिट भयो तर व्यापारमा खासै भएन। त्यस्तै ज्येष्ठ 24 3 फिल्म एकसाथ रिलिज भयो। पुराना सुपरस्टार शिवश्रेष्ठ स्टारर एक्सन, किन गरे माया र बेस्ट फ्रेन्ड फरेभर। तीनै फिल्मलाई दर्शकले नपत्याके भन्नुपर्छ। हल उक्त हप्ता पनि खाली नै रहे। त्यस्तै ज्येष्ठ 21 मा सो घोषित पूर्ण स्टार अर्चना पनौरू पहिलो पटक ठुलो पर्दामा देखिन् फिल्म छेस्कोमा। बलिउडमा सन्नी लियोनको नाममा ठुलो पर्दामा फिल्म चले पनि नेपालमा त्यो हुन सक्दैन भन्ने कुरा अर्चनालाई राम्रै चेत भयो। त्यस्तै सोही मितिमा विदेशका विभिन्न फेस्टिभलमा उत्कृष्ट बनेको कालो पोथी पनि प्रदर्शनमा आयो। कालो पोथीले मल्टिप्लेक्समा दर्शकको उल्लेख्य साथ पायो र अझै पनि पाइरहेको छ। जनयुद्ध कथा बोकेको फिल्म हेर्न दर्शक उर्लिए। तर निर्माण टिमले 3 करोडको लगानीमा फिल्म बनेको भनिरहँदा त्यो हिसाब हेर्दा नेपाल रिलिजबाट लगानी अझैसम्म पनि सुरक्षित छैन। हालसम्म मल्टिप्लेक्सबाट मात्र 1.5 करोड माथिको बिजनेस गरिसकेको फिल्मले लगानी रिकभर गर्न कम्तीमा पनि 5 करोड माथिको बिजनेस गर्नुपर्ने हुन्छ। फिल्मले विदेश प्रदर्शनबाट भने राम्रै पैसा उठाइसकेको छ। त्यस्तै अन्तिम हप्ता युवा स्टार अनमोल केसी स्टारर गाजल्लु रिलिज भयो। रोहित अधिकारीको निर्माण अनि हेमराज विशी निर्देशित पूर्व मिस नेपाल सृष्टि श्रेष्ठले डेब्यू गरेको फिल्म हेर्न यो वर्ष पहिलो पटक सबैभन्दा बढी दर्शक ओर्लिए। अनमोलको क्रेज पुनः हलमा देखियो। दर्जनौं हलमा दोस्रो हप्ता प्रदर्शन भयो। तेस्रो हप्ते प्रदर्शनको लागि तयार फिल्मले हालसम्मको बिजनेसबाट लगानी रिकभर गरेर नाफाको बाटोमा प्रवेश गरेको छ। फिल्मले विदेश रिलिजबाट पनि 60 लाख बढी रकम उठाइसकेको निर्माण टिमको दाबी छ। यसो त यो महिना पनि नेपाली फिल्म उद्योगको लागि सुखद बन्न सकेन। उल्लेखित रिपोर्ट यही बोल्दछ। चलेको फिल्ममा कालो पोथी र गाजल्लु परे पनि निर्माण टिमले भनेको लागत निहाल्दा लगानी सुरक्षित गर्न गाजल्लु मात्र सफल भएको छ। असार महिनामा पनि धेरै फिल्महरू प्रदर्शनमा आउँदैछन्। सबै चलचित्रहरूलाई सफलताको कामना।